पूजापाठ धेरै गर्नु हुँदो रहेछ। उहाँलाई मोहम्मद भोले कैलाशपति अगरबत्ती पर्नु छ। अवश्य अगरबत्ती उपहार प्रदान गरिदिनु होला। यो कर्मचारीको स्थान रिक्त भएको हुनाले त्यसमा म पनि आफ्नो नाम दिन चाहन्छु। अब यदि कोही अरू पनि हुनुहुन्छ भने उहाँहरूलाई पनि स्वागत गर्दै म दुई शब्द यही राख्दछु। धन्यवाद। तर अनुशासनमा रहनु भएन। यहाँको अनुशासनमा चाहिँ रहेर काम गरौँ भन्दा अलिकति विवाद भयो। त्यो विवादलाई चाहिँ हाम्रा जनप्रतिनिधिहरूले चाहिँ अलिकति यहाँको के छ तथ्य सत्य समाचार सुनेर उहाँहरूले चाहिँ त्यो पोस्ट गर्नु पर्थ्यो। त्यसमा अलिकति हाम्रो यातायात प्रणाली सबै दुखित छौँ। हामी अझै हामी सबैजना जुटेर काम गर्नुपर्छ। यसका लागि मैले पनि कहाँ कति बेला सहयोग गर्नुपर्छ हजुरहरूले सम्झिएको खण्डमा म उपस्थित रहने बाचा गर्दै मेरो दुई शब्द यहीँ अन्त्य गर्दछु। जय श्रीराम सबैजनालाई। यस कालीपोखरी यातायात प्रणालीको 7औं वार्षिक साधारण सभामा यहाँले निमन्त्रणा गरी उपस्थित हुने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस कार्यक्रमका अध्यक्षज्यू साथै कार्यक्रम स्वीकार्नुहुने सम्पूर्ण आमन्त्रित महानुभावहरू साथै यस यातायात प्रणालीका सम्पूर्ण कर्मचारीहरू, यो कालीपोखरी यातायात प्रणाली भन्ने बित्तिकै एक त अनुशासित होस् हो। यो यसमा अब सबैजना अनुशासित भएर काम गर्दै आउनुभएको छ, गर्नुहुन्छ भन्ने पुरा विश्वास छ। साथै हजुरहरूले जुन ठाउँमा बस पकेटहरू हुन्छ, मतलब पकेटहरू स्थान तोकिएको हुन्छ जुन ठाउँमा, त्यहाँ चाहिँ अब यतिवटा सङ्ख्या भनेर एउटा बोर्ड राखिदिनु भए अझ अब राम्रो हुन्छ। अनि साथै अघि सरले भन्नुभयो कति महिना हुन्छ भन्नुभयो। यसमा लाइसेन्सको 5 वर्ष, बिलको एक वर्ष नवीकरण हुन्छ र पर्मिटको गर्दाखेरि 6 महिना। त्यसको पर्मिटको 15 दिनभित्र गरिसक्नुपर्ने हुन्छ। अब बिलको र लाइसेन्सको चाहिँ 90 दिन पर्छ, 3 महिना गर्नुपर्छ। गर्दाखेरि सरले एक कुरा राख्नुभयो, त्यसको जवाफ मैले दिइहालेँ। एक त अब हामी पतिदेखि यहाँ आएर हेर्नुपर्ने हुन्छ। सम्पूर्ण आदि काम त तपाईँहरूले गरिदिइसक्नु भएको हुन्छ होइन। ट्राफिक व्यवस्थापनहरू मिलाउँदा इधर उधर तपाईँले नगरे कसले गर्छ र होइन गर्नलाई। अब हामीले 24 घन्टा यहीँ बसेर एकै ठाउँ मात्रै हेर्न सक्दैनौँ। 2टा नगरपालिका हेर्नुपर्ने हुन्छ। तल अब रङ्गेली सुनवर्सीदेखि यता र यो पत्री र कालीपोखरी 2टा नगरपालिका हेर्नुपर्ने हुन्छ। त्यो सबैतिर अब मान्छे हामी जनशक्ति पनि कम छौँ। अब त्यो हुँदाखेरि हजुरहरूले आफूले सकेको सहयोग ट्राफिक व्यवस्थापन गर्नलाई सहयोग हाम्रा आफ्ना सङ्कल्पको निमित्त त्यसका लागि नै बजार व्यवस्थापन समिति हो। बजार व्यवस्थापन समितिले चुनौती छ। हामीले भोलि यो हाम्रो भाइहरूले गरिखाएको कुरालाई पनि हामीले हेर्नुपर्छ। बजारका तमाम कुराहरूलाई पनि हामीले हेर्नुपर्छ। सारा सबै कुराहरूलाई ट्राफिकज्यूहरूले आएर सहयोग गरिदिनुहुन्छ, प्रहरीहरूले आएर सहयोग गरिदिनुहुन्छ। कति दिन सहयोग गर्नुहुन्छ? तपाईँ हामी लागेनौँ भने यो समस्या समाधान गर्न हामी पनि सक्दैनौँ। त्यसकारण यो पङ्क्ति हाम्रो साथ हुन्छ र हाम्रो बजार कमिटी पनि यो पङ्क्तिको साथ हुन्छ भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनकि हिजो थोरै एउटा अध्यक्षज्यूसँग त्यहाँ एउटा सामान्य घटना घट्यो। त्यो घटना उहाँले मात्र भन्न के खोज्नु भएको थियो भने यो बाटोमा अलिक सानो रहेछ कल्भेटको छेउमा, भाइ थोरै यो रिक्सालाई अलिक पर सारिदिनु न
मात्र भन्नुभएको थियो। अघि यहाँ उपाध्यक्षज्यूले भनिहाल्नुभयो, त्यो सामाजिक सञ्जालमा तपाईँको देशको एउटा त्यस्तो आइयो जो कि कानेपोखरीमा यस्तो हुँदैछ भन्दा थियो। मलाई पनि दुःख लाग्यो। मैले यो उहाँले त्यसरी गर्न खोज्नु भएको होइन, उहाँले गर्न खोज्नु भएको त बाटो क्लियर गर्न, गाडीहरू हुन्छ दुर्घटनाबाट न्यूनीकरण गर्नको निमित्त भाइ अलिक साइड लाएर बसिदिनुहोस् न, तपाईँ जति बसे पनि हुन्छ, आपत्ति छैन भन्नुभएको हो भन्ने मैले महसुस गरेँ। र मैले केही साथीहरूलाई यही कुरा सेयर गरेँ व्यक्तिगत रूपले। तर सामाजिक सञ्जालमा यसको नराम्रो कुरा आयो, यसको म पनि खेद प्रकट गर्न चाहन्छु। यहाँहरूको साथमा छु भन्ने कुरा म पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अन्य अब यहाँ छोटो समयमा यहाँ खर्च धेरै छ। तपाईँको चाहिँ हामीले जति बेला संस्था जन्माउँछौँ ती संस्थालाई फलाउने कुरामा हामीलाई रकमको अति आवश्यक पर्छ। एउटा अडिट गराउनलाई 20,000 देखि 25,000 लाग्छ। हामीले यस्तो पनि अहिले नेपाल सरकारको न के भन्नु यो तपाईँको चाहिँ भ्याट भनौँ अनि यसको चाहिँ कर भनौँ, अलिकति हाम्रो समय बुझ्यो भने चाहिँ हामीले फाइन तिर्नुपर्छ। यो विविध कारणले हाम्रो खर्च कुनै पनि संस्थामा बढिरहेको छ र अडिट गर्दा लगभग अब यो 20,000 जति आयो। अब त्यहाँ त्यसलाई 5 वर्षमा 1 वर्ष रिन्यू होला सायद, कि वर्ष पछि रिन्यू गर्नुहुन्छ कुनै, अर्को रिन्यू गर्दा त्यति नै खर्च छ। यो भनेको अदृश्य खर्च हो। र अन्य खर्चहरू अब यहाँ बजार व्यवस्थापन समितिका संयोजक आउनुभएको छ। उहाँलाई हाम्रो यो प्रणालीको विषयमा आफ्नो दुईटा शब्द राखिदिनुहुन्छ। म खरानन्द तिमिरे सरलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। यस कानेपोखरी यातायात प्रणालीका सचिव लेखनाथ आचार्यजी, त्यस्तै यस सभाका आदरणीय सभाध्यक्ष दिल्ली राईज्यू, त्यस्तै यस सभालाई भव्य र सभ्य बनाउनको निमित्त अतिथि हासिल गर्नुहुने पथरी ट्राफिक प्रहरी कार्यालयबाट असै साहेब, कमल प्रसाद दालज्यू, दिनेश श्रेष्ठज्यू, किन जानु भन्ने खालको कुरो भएको थियो। त्यही पनि अब मलाई गुनासो कुरा चाहिँ के पखायो भन्नुहुन्छ भने मलाई पोहोर अब अहिले 1 वर्षमा माथि नागिसक्यो। 7 गते मेरो एक्सिडेन्टको कुरामा मलाई अति गुनासो छ। यो या पकुम या नपकुम, पकुम त काटेर गुनासो गर्ला, नपकुम त यो परिभाषै आउँदैन होला जस्तो देख्छ। अब उहाँ भाइले हो, भाइले पनि भएको बेलामा कर्मचारी अर्थात् के अरे तालीको मान्छे भएर फोटो गरेर त्यसको विभिन्न उतारेर मात्रै पैसा पाउने कुराहरू आयो। अब हुँदैन, मान्छे मरिगइसक्छ, पर्खिरहनु। म कुन देशमा कहाँ पुगिराखेको हुन्छ। अहिले अब जति जेन्जीहरूले जति जे गरे पनि जेन्जी उँभो लाग्ने ठाउँ देखिएको छैन। अनि त्यसमा अब जति जे गर्दा पनि हाम्रो यो तालीमा गुनासो त म के गर्न चाहन्छु भने मेजर 5 साथीहरूसँग थोरै गुनासो नै छ। तर म पैसा तिर्नुको लागि पछि पनि हटेको छुइनँ। तर अब अहिले अनन्तजीले के भन्नुभयो, तपाईँको यो फल्ना पहिला के छु, फल्ना यति पैसाहरू आउँदैछ, महिना प्रत्येक 600 आउँदैछ भन्ने कुरामा पनि छाइटुङ काटुङको कानेपोखरी ताली यातायात फोरममा हामी सधैँ पनि यसरी नै भेला भइरहने र गरिरहने चलन अहिले 7 वर्ष भयो। र त्यसै गरी अब अहिले म के भन्नु चाहन्छु भने यहाँ हाम्रो कर्मचारी आउनुभएको अतिथि कर्मचारीज्यू र त्यसै साथै कानेपोखरी तालीको दिल्ली राई अध्यक्षज्यू र अन्य साथीभाइ सबै साथीभाइहरूलाई मेरो लागि चाहिँ अभिवादन, लाल अभिवादन गर्न चाहन्छु। र मलाई एउटा के अब हुनु त अब म बुढो मान्छे हो, बोल्नु पर्ने चाहिँ होइन, ढङ्ग नि पुग्दैन होइन।
अब यसै गरी मैले चाहिँ के गरेँ दुःख त अघि एउटा भाइले भन्नुभयो दुःखै छ कुरा जिन्दगी दुःखैमा लुक्ने समस्या पनि अहिले यो हाम्रो राष्ट्रिय पनि त्यस्तै देखिन्छ र हाम्रो राष्ट्रले अहिले के बतायो भनेर भन्दा राष्ट्रलाई यो उपस्थित हुनुभएका हाम्रा राष्ट्र सेवकहरू र कालीपोखरी गाउँपालिका बजारका सम्मान्य व्यक्ति सबलाई मेरो तर्फबाट नमस्कार। धेरै कुरा त खासै म प्रश्न गर्न सक्दिनँ होइन, त्यही पनि साना कुराहरू जस्तै हिजो अस्ति भएका सामाजिक सञ्जालमा भएका कुराहरूमा अलिकति मलाई दुःख लागेको कुराहरू के छ भने जस्तै हामीले यहाँ वर्षौँ म बसेको पनि लगभग 3 वर्ष भइसक्यो र हामीले आजसम्म यस कालीपोखरी गाउँपालिका हाम्रो कालीपोखरी प्रालीको जुन कुराहरू मान्दै गर्दै आइरहेका छौँ हामी र हिजो अस्ति भएका कुराहरू चाहिँ के भयो भने हामी दैनिक या महिनै पछि पैसा तिरेर बसेर हामीले यहाँ पालो खाइरहेका छौँ र अस्ति नराम्रो हाम्रो अध्यक्षज्यूले अलिकति त्यो पञ्चायतमा राख्यो अथवा दुर्घटनाको गाह्रो हुन्छ भनेर उहाँले अलिकति साइड लाउन खोज्दाखेरि के अरे सामाजिक सञ्जालमा धेरै विभिन्न कुराहरू भए तर कुनै पनि हाम्रो कालीपोखरी गाउँपालिकाको अथवा हाम्रो प्रालीको हामीले अझसम्म उहाँहरूको तर्फबाट हामीले यथार्थ कुराहरू मान्दै आएका छौँ। तर यो कुराहरूलाई सबै मित्रहरूले सुझाव सल्लाहले गर्दै जाउँ र धेरै कुरा बोल्न पनि आउँदैन, 2 शब्द यहीँ राख्न चाहे। धन्यवाद। गलत हो नि त त्यो त, उहाँ जस्तो सोसियल वर्करले त केही कुछ नबुझिकन एउटा डाइरेक्ट सेयर गर्नु त वाट सेम, कति शरमको कुरा हो। उहाँलाई म बोलाउन चाहन्थेँ अरू बेला र कसैले म टेबल टक गरेपछि कसैले भिडियो बनाओस् भनेर म एउटासँग साथीसँग कुरा गरेको थिएँ। उहाँ पनि एउटा राम्रो एउटा ट्यालेन्टेड पर्सन छ, तर उहाँले के भन्नुभयो तपाईँलाई तपाईँको बिचमा भिडियो बनाउँछु भन्यो भने उहाँको गल्ती त तपाईँसँग बोल्दै बोल्दैन नि, तपाईँको यो त्यसै मात्रै हुन्छ भन्नुभयो। उहाँले गलत काम त तपाईँसँग बोल्दै बोल्दैन नि भन्नुभयो। अनि कतिपय हामीले अहिले मेरो जति भएको सोचमा हामीले विगतको दिनबाट धेरै स्ट्रगल गर्नु पर्यो यो कालीपोखरी यातायात प्रणालीले ठिक गर्नुको लागि। के गरिनौँ हामीले त्यो बाटोमा 3-4 लाख त हामीले लगानी लगाउँछौँ हाम्रो यता दक्षिण जाने बाटोमा। खोइ त हामीलाई एउटा तपाईँको वेटिङ हल र हाम्रो एउटा अफिसको लागि तपाईँहरूलाई प्राइभेट एउटा सहायता त हामी दिन्छौँ भनेर हाम्रो 7 नम्बरको वडा अध्यक्षजीले पनि भन्नुभएको मोहन अधिकारीले, यहीँ भन्दैछु म। तर अहिले खोइ त त्यहाँनिर पर्सनल हिसाबले आफ्नो तपाईँको के भन्नु त यहाँ उयो छ भने कसैले रोटी पकाइरहेछ, कसैले अब पसल पनि थापिरहेछ, कसैको होटेलै छ भने हामीले चाहिँ किन पाएनौँ? हामीले त पैसा इन्भेस्ट गरेको छौँ। तर त्यो त गलत हो कतिपय देख्दाखेरि। उनीहरूले सुन्दा उनीहरूलाई नराम्रो लाग्छ त, फर द्याट इट्स माई ब्याड। तर अहिले त हामीलाई दिन्छु भनेर हामीले लगानी गरेको त्यो बाटोमा 3-4 लाख रुपियाँ थियो। हामीहरू पुरानो साथीहरू कतिपय गइसक्यो अटो किनेर सिटी किनेर र कतिपय यहाँ छन्, उहाँहरूलाई सबैलाई थाहा छ यसको विषयमा। तर अहिले त हामीलाई एउटा टहरा दिन्छौँ तपाईँहरूलाई, हामी गाउँपालिकाबाट अथोराइज गरेर तपाईँलाई स्वीकृति गरेर भन्ने कुरा चाहिँ किन अहिले तक हामीलाई गर्नुहुन्न? अनि बिचमा पैसा हाम्रो लागि आइरहेको छ, त्यो पैसाको लागि पनि हामीले नजाने जस्तो गरेर बाहिरतिर स्मग्लिङ गरिदिने, बाहिरतिर भ्रष्टाचार गर्ने, त्यो पैसा उहाँहरूको तरिकाले मिसयुज गर्ने, अरू पछि हामीहरूलाई तपाईँ पछि आइपुग्नु भयो। त्यस्तो पनि हुन्छ। हामी त कालीपोखरी 7 नम्बर वडासम्म त कालीपोखरी गाउँपालिकाको हो नि त। त्यसरी हामी यहाँ यो मार्फत पनि म कतिपय मेरो दुःख मलाई नराम्रो लागेको बेला कुरा कतिपय मैले कसैसँग पनि सेयर गर्नु पाउँदिनँ थिएँ मन लागेर पनि। अनि मैले यहाँ 2-3 कुरा भने र मैले यहाँनिर भन्नुपर्ने चाहिँ यो हाम्रो भन्छ गेस्ट वेलकमको लागि चाहिँ मैले यहाँ माइक्रोफोन चलाएको थिएँ। तर अलिकति कुरामा त्यो कुरा पनि मैले भन्नुपर्ने थियो भनेर भने। र अहिले हामीले जति भएको निम्ति आएको थियौँ, अरू हामी जति भयो यहाँनिर बसिरहेको छु, सबैलाई मेरो आन्तरिकबाट धेरै धन्यवाद। धन्यवाद। कालीपोखरी यातायात प्रणालीको उपाध्यक्ष
सबैसँग राम्रो एक्सपेक्टेसन लिएर यसलाई अरू राम्रोसँगले हामीले जुझाएर राखेर राम्रोसँगले यसलाई उयो गरेर लाने विचारको साथ सबैको मूल धारणा गएर मात्रै हामी यसलाई बचाउने सक्छौँ। यसको लागि हामी के हुन्छ भने सबसे विशेष गरी सबैले भनिन्छ, अब इङ्ग्लिसमा एउटा भन्ने कुरा छ, मनी इज ग्रेटर देन सनी विच इज स्विटर देन हनी। आई मिन टु से पैसा भनेको सूर्य भगवान्भन्दा पनि ठुलो अरू जुन हामीले हनी खाउँछौँ त्योभन्दा पनि रसिलो हो। त्यसको मतलब सबसे अल हामीले यसको लागि पैसा त चाहिन्छ है। अनि त्यसको लागि हामीले जति भन्दा उपस्थित भइरहेछौँ त्यसको लागि हामीले जुन त्यस्तै गणेश सिद्धू सरलाई पनि त्यस्तै नयाँ प्रवासी खड्गकुमार लिम्बू सरलाई पनि अगाडि आइदिनु होला मैले विनम्र अनुरोध गरेँ। अब हाम्रो गौरे पोखरी अध्यक्षको शब्दमा यो कालेपोखरी यथार्थवादीको सातौँ वार्षिक साधना सभामा शपथ गर्ने व्यक्तित्व आदरणीयलाई दुर्गा प्रसाद गौतमजीको हातबाट मैले पनि माल्यार्पण गरेँ। यो अवसर मैले प्राप्त गरेँ। आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी हाम्रो बजार व्यवस्थापन समिति हो अध्यक्षले त्यस्तै कालेपोखरी यातायातको सातौँ वार्षिक समारोहमा हामीले कालेपोखरी बजार व्यवस्थापन समिति संयोजकलाई हामीले निम्ता गरेका थियौँ। उहाँको पनि अहिले आगमन भइसकेको उहाँलाई अध्यक्षज्यूको हातबाट माल्यार्पण गरिदिनु होला मैले विनम्र अनुरोध गरेँ। प्लिज अगाडि आइदिनु होला। ए हस् सर हस् 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 ल अभियास तालियो सम्मान गर्नु होला। त्यस्तै त्यहाँभन्दा खुसीको हुने भागहरू केही पनि छैन। नमस्कार नमस्कार। विनम्र अनुरोध गर्दछु। त्यसमा अरू सबैले ताली प्रकार सहयोग गरिदिए धन्यवाद मान्यज्यू। त्यस्तै गडगडाहट ताली बजाइदिनु होला। म विनम्र अनुरोध गर्दछु। सोसिलालीमा साली नेतालाई ताली र हामीलाई चाहिँ ताली पर्दैन तर यसो पर्खाइदिनु भयो राम्रो हुने थियो।
जोरदार तालीले सबैले ताली बजाएर सहयोग गरिदिनु होला। तपाईँहरूको बातमा हाम्रो बातमा राष्ट्र सेवा कर्मचारीहरू आएर तपाईँहरूलाई कति सेवा बनाइदिनु भएको छ। सभापति महोदय, यस सभाका सभापति अनि उपस्थित हुनुभएका हाम्रो निमन्त्रणलाई निमन्त्रण गरेर पाल्नुभएका अतिथिज्यू खडानन्द टिमसिनाज्यू, त्यस्तै घिमिरेज्यू, त्यस्तै हाम्रा दुर्गा प्रसाद गौतमज्यू, त्यस्तै कानपोखरी यातायात प्रणालीमा कानपोखरी समितिमा उपस्थित कानपोखरी यातायात प्रणालीका सञ्चालक अध्यक्षज्यू, सचिवज्यू, त्यस्तै गरी उपाध्यक्षज्यू, त्यसै गरी सञ्चालक समितिका शेर सदस्यज्यू, त्यसै गरी सम्पूर्ण कानपोखरी यातायात प्रणालीका शेर सदस्यज्यूहरूमा सर्वप्रथम त मेरो व्यक्तिगत तर्फबाट नमस्कार। र हाम्रो यो एक वर्षमा हामीले कति आम्दानी गऱ्यौँ, कति खर्च गऱ्यौँ, के गरेर पायौँ, म सर्वप्रथम त तपाईँहरूलाई सुनाउन गइरहेको छु। हाम्रो रुटबाट 1,97,000 उठेको छ। त्यसै गरी भाइकोषबाट 3,19,400 रुपियाँ, दण्ड जरिमानाबाट 1,000 रुपियाँ र जम्मा हाम्रो आम्दानी 5,17,400 रुपियाँ भएको छ। हाम्रो व्ययतर्फ खर्चतर्फ स्टेसनरीमा 6300, कम्पनी नगद रसिद छपाईमा 5,000, कर्मचारी तलबमा 6600, कम्पनी नाम 66,000, कम्पनी नाम खर बोर्ड लेखेकोमा 1,000 रुपियाँ, चिया नास्ता मिटिङ 1 वर्षको 3,200, कम्पनी अध्यावधिक गर्दा 30,000, कम्पनी अडिट गर्दा 20,500, कम्पनी चलाउन विविधमा 80,000, पालीको लोगो स्टिकरमा 5,000, साधारण सभामा खर्च 40,000, विश्वकर्मा पूजामा 8,000। त्यसै गरी दुर्गाका तर्फ राम गुरुङलाई हामीले 1,100 दियौँ, विनोद चौधरीलाई 10,000, शम्भु थापालाई 3,450, मदन आचार्यलाई 1,500, कमल बुढाथोकीलाई 3,200, जयप्रसाद घिमिरेलाई 1,500, सुजन राईलाई 5,000, लीलम धिमाललाई 1,500, राजेन्द्र निरौलालाई 12,000, अमर तामाङलाई 2,500, प्रविता धिमाललाई 10,400। त्यसै गरी संवेदनातर्फ खर्च अनन्त सुवेदीकोमा 3,000, विनोद श्रेष्ठकोमा 2,860, मनोरथ पराजुलीकोमा 2,300, अमर तामाङकामा 2,421, पवित्र धिमालकामा 2,421। हाम्रो जम्मा खर्चतर्फ 3,30,152 रुपियाँ भएको छ। यसरी गर्दा हाम्रो जम्मा नगद पैसा चाहिँ कति छ भने अहिलेसम्म ब्याङ्कमा 1,87,248 रुपियाँ रहेको कुरा म जानकारी गराउन चाहन्छु। यति भन्दै मेरो प्रतिबद्ध यही सकिएको जानकारी गराउन म चाहन्छु। धन्यवाद।